My first abroad travel. Ooh. Guys, first time airport भित्र फर्स्ट टाइम त पहिला पनि छिर्यो याद छ हैन तर उड्ने तरिकाले नै फर्स्ट टाइम छिर्दै छु है ल यही यत्रो लाइन छ अब एकछिन खाजा खान्छु म चाहिँ हैन कतार एयरलाइन्समा जाने है त गाइस उतैनिर हैन त्यहाँ डुनट पोसन अनि पानी अनि त्यसपछि एउटा कालो चिया पनि आउँछ खानै पर्यो हैन यहीँनिर हो एयरपोर्ट भित्र हैन एयरपोर्ट भित्र खाने ठाउँ छ अनि यहीँनिर आएर खान्छु भने चाहिँ त्यसरी यहाँनिर यो क्रोसन अनि डुनट पानी त छँदैछ है गाइस वेटिङ गरेरै बसिरहेको छ के भने वेटिङ गर्ने भन्दा अरू उपाय नै छैन त्यही भएर वेटिङ गरेर बसिरहेको छु होइन त्यही हो वेटिङ गर्छु टाइम चढ्दैछु यसरी बोर्डिङ बस्नुपर्छ अब त्यत्रो डिलेट भइसकेपछि ठ्याक्क अब यत्रो लाइन बसेर यहाँ मैले भाइहरू पनि भेटाएको छु होइन सँगै जाने अब यसरी लाइन बस्ने त्यो प्रोफेसनल त होइन जस्ट एउटा मेमोरिजको लागि म चाहिँ भर्खरै भित्र छिरेँ गाइस अब बिजनेस क्लासमा हेरेको नेपालीभन्दा बढी विदेशी नै देखेँ यसरी यहाँबाट त्यहाँबाट भित्र छिरिसकेपछि यसरी चढ्नु पर्दछ मैले पासपोर्ट यो चाहिँ दिएँ अब यो कुद्छ हेर गाडी कुद्छ है यसरी नै मजाले चढ्दै गाडीमा चढ्दै प्लेनको यात्रा गर्ने भनेर हिँड्यो यही गाडीमा है 7:43 गएको छ अहिले कतार एयरलाइन्सको यो ठुलो प्लेन मैले देख्दैछु होइन फर द फर्स्ट टाइम नै भन्छु म अब चढ्न लागिरहेको छु यही बसबाट आएको हो होइन यही बसबाट आएको अब यसरी नै बाटो जान्छ सिट चाहिँ यही हो 5E होइन अब बिजनेस क्लास फर द फर्स्ट टाइम नै भन्छु म होइन यहीँनिर 5E मा म चाहिँ यहीँ बस्छु अब कहाँ राख्ने थाहा छैन अब बस्दिन्छु त्यसै हेरेरै बस्दिन्छु यार कहाँ के हो 7:48 यार झ्यालको सिट भनेको यो पार्दै अब यसमै भनी बसेर जानु पर्यो उता पासपोर्ट थाहा छैन मलाई यही है अब के भन्छ त्यही अनुसारले गर्ने यो उतापट्टि चाहिँ एक्जिट छ त्यसले अरेन्ज जुस ल्याइदिएको छ होइन अनि के अरे चार्ज गर्नलाई चाहिँ यहाँनिर यस्तो मल्टिप्लग जोड्नु पर्ने ठाउँ हुँदो रहेछ यहीँ जोडेँ अनि मैले यस्तो गरेको छु अब यही हो अरेन्ज जुस खान्छु ठिकै छ अरेन्ज नै छ ठ्याक्कै अरेन्ज छ मान्छेहरू मुभी हेर्न थालिसके ट्रेन चाहिँ बिस्तारै घुट्दैछ है ब्याकवाट रिभर्स गियरमा म चाहिँ पुरा त्यही हो बसिसकेँ बिजनेस क्लासमा प्लेन चाहिँ गुडिसक्यो होइन प्लेन गुडिसक्यो होइन अनि म चाहिँ अब यही मुभी हेर्दै जानु भएको छु अब के गर्नु अब प्लेन उड्छ उता झ्यालबाट हेरौँ होइन झ्यालको सिट परेन यहीँबाट हेरौँ न प्लेन पुरै गुडिरहेको होइन स्पिडमा खत्रै स्पिडमा प्लेन गुडिसक्यो खत्रै स्पिडमा प्लेन टक्क मुभी हेर्दै चाहिँ कस्तो रहेछ भने नि ऊ त्यो जुन त्यो रेड छ नि रेड हो त्यो रेड बल्दाखेरि चाहिँ टोइलेट जान नमिल्ने रहेछ ग्रिन बल्यो भने मात्रै जान मिल्ने रहेछ म चाहिँ त्यो ग्रिन बल्दाखेरि गएर आएँ टोइलेट पनि अप्ठ्यारो अनि त्यही हो गाइज अब प्लेन चाहिँ मजाले हल्लिन्छ यसरी हेल्प गर्नुहुन्छ ओके बिजनेस क्लासको एउटा राम्रो चाहिँ के भन्दाखेरि यहाँ चाहिँ ब्ल्याङ्केट पनि दिँदो रहेछ क्या यस्तो होइन ब्ल्याङ्केट पनि दिन्छ अनि टाइममा यसरी स्टोरमा पनि आउँदो रहेछ टोइलेट चाहिँ उता छ ग्रिन बल्दाखेरि जान दिँदो रहेछ अब म चाहिँ ब्ल्याङ्केट ओढ्छु यसरी
किनभने यो एसीले अलिक चिसो चिसो बनाउँदो रहेछ होइन अनि त्यही भएर ब्ल्याङ्केट ओर्छु चट्ट ब्ल्याङ्केट ओर्छु चट्ट यस्तो मुभी पनि हेर्छु होइन चट्ट लगाएर के छ यस्तै हो यार किन अब जानु भने त हेडफोनै लगाएको छैन मैले हेडफोन कहाँ छ यहाँ छ हेडफोन देख्छु बेला बेलामा यस्तो खानेकुराहरू सुक्दो रहेछ मैले चाहिँ यहाँनिर पाइनएप्पल जुस र यो नट्स मगाएँ हेडफोन छ यता चाहिँ नि हाम्रै नेपालकै अङ्कल आन्टी हुनुहुँदो रहेछ नत्र जता ल यो चाहिँ म मुभी हेर्दा चाहिँ यसरी ल्याइदिँदो रहेछ अर्डर गरेर पनि टक्क लाएर होइन त्यो ग्रिन बजाएर टोयर जानु पाएँ यहाँनिर अङ्कल आन्टीहरू हुनुहुन्छ टक्क जाने खालको यहाँ म छु है यसरी नै फिल्म पनि सकेको छैन अनि यो खाना खानु लाग्यो भने चाहिँ यसरी यो तानेर हेर्न मिल्दो रहेछ होइन त्यहाँ पनि छ त्यसरी तानेर हेर्ने त्यहाँबाट खाना ल्याउँदैछ अनि चट्ट अहिले खाना खानुपर्छ Cheers guys, जय नेपाल खाना कुरा चाहिँ राखिदिँदो रहेछ उहाँहरूले अनि मुभी हेर्दै खाने हो यसरी सर्भ गर्नुहुन्छ उहाँले राखिदिनु भयो मलाई चाहिँ होइन उहाँले नै राखिदिनु भयो अब एकछिनमा खानुपर्छ यसरी नै हो अब खियो के अङ्कलले सोध्दै हुनुहुन्छ त्यो खियो भनेर अब म आफै भन्छु खियो जस केही न केही चाहिँ हो होइन चट्ट लगाएर मुभी हेर्दै अहिले इन्डियाको माथिसम्म आन्टी लिएर अङ्कलले खाँदै हुनुहुन्छ म के हो अङ्कल त्यो के हो यो खै के भन्छ के भन्छ केही न केही चाहिँ भन्छु ल जय नेपाल सुप पनि ल्याइदिनु भयो मलाई एयर होस्टेस सिस्टरले होइन उतापट्टि चाहिँ अर्को एयर होस्टेस यतापट्टि चाहिँ अर्को एयर होस्टेस हुँदैछ अब अङ्कलहरूले चाहिँ खाँदै हुनुहुन्छ होइन चट्ट लगाएर मुभी हेर्दै म पनि मुभी हेर्दै यतापट्टि सबै अब विदेशीहरू छन् धेरै नेपालीहरू त कमै मात्र छन् त्यही हो म अब एकचोटि सुप ट्राई गर्छु है कस्तो हुन्छ सुप बब्बाल छ सुप अघि त्यो खाजा आयो अब चाहिँ खानै आयो मैले चाहिँ भेजिटेबल खाना मगाएँ यता अङ्कल आन्टीले पनि उहाँसँग भेजिटेबल खानै मगाउनु भएको छ होइन चट्ट लगाएर अब भेजिटेबल खाना खाने हो त्यही हो भेजिटेबल खाना यसरी अपडेट दिन्छ क्याप्टेनले अनि ऊ त्यसरी अब विन्डो सिटमा पऱ्यो मैले नि भिडियो खिच्थेँ होइन ट्याक्क त्यहाँ बसेको यस्तो And the last thing is about looking after my colleagues. Consider this also Ryan, who's going to one of the smoothest landing in your flying experience and myself. यो एउटा यस्तो के हो पनि दिँदो रहेछ होइन एयर होस्टेसहरूले अनि ऊ त्यो म्यापमा चाहिँ हामी देख्न सक्छौँ कहाँनिर छ भनेर अघि मैले जुन देखाएँ नि त्यो चाहिँ दुबईको माथि रहेछ है ल गाइज यो के हो यो खोलेर हेरौँ न होइन सोध खै अब सोध्नुपर्छ त्यो दिन जस्तो लाग्छ कहाँ मिल्दैन त्यो मिल्दैन मिल्दैन ल है म यो अहिले खोलेर देखाउँछु एक हातले खोल्न मिल्दैन अहिले खोलेँ मैले खोलेर हेर्दाखेरि के रहेछ नि चक्लेट रहेछ क्या यो कहाँनिर बनेको भन्दा मेड इन स्विजरल्यान्ड भनेर बनेको एउटा त्यो चक्लेट चाहिँ फर्किने बेला यसरी भन्नाले आइपुग्न लाग्दाखेरि यसरी दिँदो रहेछ अनि के भनेछ chocolate is happiness that you can eat. Okay, fine. Okay, I'm just going to try this one. Okay, जय नेपाल श्री नेपालबाट हामी दुबई माथि छौँ अब दोहा एकछिनमा पुगिहाल्छौँ
पहिला नाइट भ्यू भन्दा बन्दीपुर पुग्यो नि त अहिले प्लेनबाट नाइट भ्यू है गाइस अहिले त्यस्तो केही देखेँ होइन यो प्लेनको झ्याल भयो ओ धेरै जुम भएछ नाइट भ्यू है प्लेनबाट देखेको بدأتكم النزول إلى مطار حمد الدولي مقرنا في الدوحة يستأذنكم الوقوف उतापट्टि चाहिँ उतापट्टि चाहिँ इकोनोमी क्लास प्लेन ल्यान्डिङ हुन लाग्यो है प्लेन ल्यान्डिङ हुन लाग्यो यहाँबाट हेरौँ टाढा ल हेरौँ त ओ यहाँ नाइट भ्यू प्लेनबाट ल्यान्डिङ हुँदाको फिल त कडक 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 गर्ने ल हेरौँ त ठ्याक्कै यहाँबाट ल कतारको दुवा पनि ल्यान्डिङ भयो गाइस फाइनली काठमाडौँ यात्रा बल्ल बल्ल कतार आइपुगेर कस्तो झिलिमिली कतार छ यार यताबाट हेरौँ न होइन ठिकै छ ल ए गाइस यही हो मलाई एउटा कुरा चाहिँ के अचम्म लाग्यो भने म यहाँ कतारमा झरेको कतारमा ल्यान्ड हुँदैछ होइन प्लेन अनि मैले यसो चेक गरेँ एनटिसीको पनि अनि एनसिएलको पनि दुइटै सिममा त्यो ब्यालेन्स हेरेको त देखाइरहेको ल अब चाहिँ निक्लिने यहाँबाट निक्लिने है हामी वेलकम यस्तो कतारको एयरपोर्टमा नि आइपुग्यो ओ यहाँ यस्तो रहेछ ल है उता यता चाहिँ अब ट्रान्सफर हुने रहेछ उता चाहिँ नि ब्यागेजहरू राख्ने होइन फाइनली हाम्रो यो एयरपोर्ट हेरेर त नेपालको एयरपोर्ट चाहिँ केही नलाग्ने यस्तै हो के हेर्नु अब यसरी नै यताबाट वा ल यहाँ त के अब भराइमा मात्रै हुन्थ्यो नेपालमा यहाँ त ल यस्तोमा नि स्मार्ट लगाएर केही गर्नै पर्दैन आफै कुद्छ होइन अङ्कल यसरी नै आइन्छ है यसरी हेर्दा नि भयो यतापट्टि यस्तै ल अङ्कलले भन्नुभयो जस्तै यो कतार यो एयरपोर्ट त कहाँ हो कहाँ यत्रो ठुलो छ कता हो कता हराउँछ हो यो मान्छेको होइन त कता हो कता यो चाहिँ छोड्नु हुँदैन त्यही पनि ठिकै छ चढेर आइयो यस्तै चढेर आइयो है ऊ त्यहाँबाट देखाउँ न कस्तो छ ल अब त्यही हो नेपालको कति सानो हुन्छ यहाँको ल अब फेरि यहाँ पनि चेक इन गराउनु पऱ्यो यहाँमा जहाँ गए नि चेक इन यहाँ जहाँ गए पनि चेक इन उफो यता चेक इन गरेर छिर्न पर्नेछ कहाँनिर हो के हो है ल यही हो यहाँबाट कटेर आयो है हामी है यहाँबाट कटेर आयो अब यहाँनिर यसरी अब तलपट्टि जाने हो हामी चाहिँ फाइनली धेरै नेपाली दाजुभाइ पनि हुनुहुँदो रहेछ यहाँ ल ठिक छ गाइज यो चाहिँ कतारको एयरपोर्ट यत्रो ठुलो छ कतारको एयरपोर्ट हेरौँ त यस्तो छ नि नेपालको एयरपोर्ट हेरिकन कतारको एयरपोर्ट त धेरै ठुलो छ गर्मी चाहिँ गर्मी नै छ यहाँ तर राम्रो छ यार कतारको एयरपोर्ट सिक्सको बोर्डिङ पास चाहिँ हाम्रो A6को भएको कारणले गर्दा A6मा आएर यहाँनिर A6मा आएर उ गर्ने हो A6मा आएर यो चाहिँ अब इकोनोमी क्लासमा अघि बिजनेस क्लास अहिले इकोनोमी क्लास ब्रिटिस एयरवेज यस्तो हुँदो रहेछ टक्क यहाँ अङ्कल यहाँ आन्टी यहाँ झ्यालमा यस्तरी एयरपोर्ट ठुलो छ एयरपोर्ट ठुलो छ एयरपोर्ट साउथ अब चाहिँ टेक अफ भयो ब्रिटिस एयरवेज यत्रो माथि छ यहाँ प्लेनको दुहा यो तल पुरै टल्केको छ प्लेनको अँध्यारो भएर यस्तो देखेको उज्यालोमा खतरा प्लेनबाट खिचिएको मर्निङ
फर्स्टको रुममा चाहिँ यो आएको छ के रहेछ हेरौँ है त पुरा तातो छ यहाँ त्यही हो यही हो है खानेकुरा चाहिँ यही हो अङ्कल आन्टीको पनि आइसक्यो उहाँहरू खाँदै हुनुहुन्छ अब म पनि खान्छु फाइनली अब लन्डन ल्यान्ड सबै बाटो छ कस्तो ब्लर आएको हो ल्यान्डिङ लाएर बस्नुपर्छ टक्क लाएर सिट बेल्ट चाहिँ ल्यान्डिङ हुँदाखेरि लाउनुपर्छ देखिन नाल्यो है फाइनली ल्यान्डिङ भयो फाइनली ल्यान्डिङ भयो चाहिँ उठ्यो हामी इकोनोमिक क्लासबाट यसरी उठ्यो लन्डन पनि आइपुग्यो अब यहाँबाट यसरी सामान झारेर मेरो चाहिँ यहाँनिर छ सामान होइन सामान निकाल्यो यो पनि निकाल्यो अनि जाने यताबाट जाने एक्सिट ल यहाँबाट झरेर अब यहाँबाट सट्ट लगाएर तल बसमा चढेर चढेर गइन्छ यही बसभित्र है ल ब्रिटिस एयरवेज ल ब्रिटेनको एयरवेज यस्तो छ है चट्ट लगाएर एयरपोर्ट लन्डन एयरपोर्टमा पनि आइपुग्यो फाइनली अङ्कल आन्टी पनि यतै हुनुहुन्छ होइन म पनि यतै छु ब्रिटिस एयरवेजमा ब्रिटिस एयरवेज के अरे युरोपियन पासपोर्टहरू भएको चाहिँ उताबाट जाने रहेछ अनि त्योदेखि बाहेकको पासपोर्ट भएको मान्छेहरू चाहिँ यताबाट गएर यसरी गएर अनि यहाँबाट चाहिँ आउट हुने रहेछ है त्यही रहेछ अब यहाँ अङ्कल आन्टी हुनुहुन्छ चट्ट लगाएर फाइनली बाबा र जानु आएलिन म चाहिँ अब यहाँ चढ्न लाग्छु है गाइस अब यही गाडीमा जाने हो ओके बाई बाई जय नेपाल